ओके, सबैलाई नमस्ते। अब अब आजको भिडियोमा हामीले प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल के हो त्यसको जानकारी दिनेछु। र अब यहाँमा प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल के हो हामीले यहाँदेखि यो सेक्सन भनेको हामीले यो छुट्टै बनाएको थियो, राइट? अब कोहीले यस्तो पनि लाग्न सक्छ होला हैन, हाम्रो पेज नम्बर चाहिँ यहाँमा इङ्ग्लिस नआइकन नेपाली चाहियो भने त्यो चाहिँ कसरी गर्छ भनेर आउन सक्छ होला दिमागमा हैन। त्यसको लागि एउटा बाटो के छ भने हाम्रो पेजमा गएर मास्टर पेज सी र बी मा गर्ने पर्दैन, बी मा रोमन नम्बर हो त्यो भएर केही गर्नु पर्दैन। सी मा गएर मास्टर पेज सी मा यो सी भनेको एउटा छ नि, त्यसमा यसमा डबल क्लिक गर्ने, यो छान्ने, राइट? यो छानिसकेपछि हामी फोन्ट एउटा छ, फोन्ट के छ भने नेपाली भने NEPA नेपाली भने यो नेपाली फोन्ट। हजुर डाउनलोड गरे भने यो नेपाली फोन्ट डाउनलोड गरे पनि हुन्छ, यो फ्रीमै हो, अनलाइनबाट डाउनलोड गर्ने पाउँछ। अब यस्तो हो कि यो नेपाली यहाँमा देख्ने बेला चाहिँ यस्तो अक्षर देख्छ, तर पेज नम्बर आउने बेला चाहिँ 1 2 3 4 आउँछ, राइट? न अब म यो पनि नेपाली भनेर बनाइदिन्छु, अनि अलिकति थाहा हुने सजिलो हुन्छ जस्तो लाग्छ, राइट? ओके, अब म यहाँ हेरेँ पेज नम्बर, अघि हामीले इङ्ग्लिसको नम्बर थियो, अब हेर्दा नेपालीको नम्बर अटोमेटिकली आउँछ। अब मैले के गरेर अब मैले पेज सी अर्को एउटा पन्ना बनाउनु पर्यो भने अटोमेटिक नम्बर 2 आउँछ, 3 यसरी आउँछ। यो माथिको 1 नेपाली हो त 2 3 भनेर यसरी आउँछ। यो बनाउनु सजिलो भयो नि, राइट? सो अब हजुरहरू कोही टिबेटन थाहा छ भने टिबेटनको हाम्रो मेलम उछेन भने त्यो डाउनलोड गर्नु, त्यस्तो फोन्ट सेलेक्ट गरेर पाउँछ। तर त्यसमा चाहिँ एउटा प्रब्लम के छ भने टिबेटनको फोन्टमा छुट्टै नम्बरको लागि फोन्ट छुट्टै हुन्छ, ओके? नेपालीको लागि अक्षरको लागि छुट्टै अनि फोन्टको लागि छुट्टै, ओके? हामीले नर्मली अक्षर लेख्ने बेला मङ्गल भन्ने युज गर्छ, अनि नम्बर हैन फोन्टको लागि नर्मली टाइपिङ गर्ने बेला मङ्गल भन्ने युज गर्छ। यदि फोन्ट नम्बर चाहियो भने नम्बरको लागि नेपाली फोन्ट भन्ने छुट्टै हुन्छ, ओके? या अब यति समझ भयो है। अब त्यसको पछि यो चाहिँ ब्याक टु नर्मल गरिदिन्छु, अनि सायद अब हामीलाई कहाँ पुग्यो त्यहीसम्म राख्दैन, राइट? यहाँसम्म राखिदिन्छु। अब हिजो भनेको जस्तो हामीले यो ब्याक गर्नु, राइट? अब हिजो भनेको जस्तो हामीले यहाँमा यो बी दुईटा छ, रोमन नम्बर 1 रोमन नम्बर 2 छ, राइट? यो दुईटा चाहिँ हामीले के गर्नको लागि कन्टेन्ट बनाउने लागि, राइट? कन्टेन्ट बनाउनको लागि, कन्टेन्ट अगाडि बनाउँदैन पछि बनाउनेको लागि युज गर्छ। कन्टेन्टहरू सबै अटोमेटिकली हुन्छ, ओके? नाउ अब आज हाम्रो मेन चाहिँ के हो, क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइल भन्ने के हो त्यसको बारेमा सिक्नेछ। दुईटा प्यानल कहाँबाट पाउँछ भने क्यारेक्टर स्टाइल अहिलेको लागि मैले यहाँ साइडमा देखाएर राखेको छ, तर खास गरी यो पाउँदैन, यो चाहिँ यसरी अगाडि आउँदैन, यो चाहिँ आफै खोजेर निकाल्ने पर्छ। म देखाउँदैछु यहाँमा यो साइडमा क्यारेक्टर स्टाइल प्याराग्राफ स्टाइल भन्ने दुईटा छ नि, यो दुईटा चाहिँ खास गरी यहाँ आउँदैन। खास गरी यो विन्डोमा जानु होला, विन्डोमा गइसकेपछि स्टाइल्स भन्नेमा जानु होला, गइसकेपछि यहाँ दुईटा छ, क्यारेक्टर स्टाइल एउटा थिच्नु, फेरि विन्डोमा जानु, स्टाइलमा जानु, प्याराग्राफ स्टाइलमा जानु, राइट? अब मैले यहाँमा त्यो सब यो डिलिट गरिदिन्छु, यो पहिला बनाएको हो यो कारणले, ओके? अब म यहाँ साइडमा निकालेर राखिदिन्छु, अब अलिकति थाहा हुनेको लागि, राइट? सो अब साइडमा राख्छु। अब यहाँमा यस्तो हुन्छ कि प्याराग्राफ स्टाइल भने के हो, क्यारेक्टर स्टाइल भने के हो? एउटा प्याराग्राफ स्टाइल भन्ने बेला एउटा अक्षर सुरु गरेरदेखि लास्टसम्म नसिधीसम्मलाई चाहिँ के भन्छ, एउटा प्याराग्राफ स्टाइल भन्छ। क्यारेक्टर स्टाइल भन्ने बेला जहाँबाट सुरु गरेदेखि लास्टसम्म त्यो बिचमा अक्षरहरू चेन्जेस गर्छ नि, त्यसलाई चाहिँ के भन्छ, क्यारेक्टर स्टाइल भन्छ। अब हामी उदाहरण लिएर त्यो गऱ्यो भने सजिलो हुन्छ, राइट? सो अब हामी यहाँमा के गर्ने, इङ्ग्लिसको अक्षर हाल्ने त। अब हामीले हिजो कसरी वर्ड फाइल कसरी हाल्यो, फाइलमा जाने, प्लेस गर्ने, ओके? सर्टकट अब पछि हामी सर्टकट युज धेरै गर्छ, प्लेस गरिदिनु होला। गरिसकेपछि प्लेस थिच्ने बित्तिकै यिनीहरूले के गर्छ, अब हाम्रो यहाँमा दुईटा छ, राइट? यो मैले डिस्क्रिप्सनमा राखेको छु, डाउनलोड गरेर हजुरहरू चलाउन सक्नुहुन्छ।
ओके अब हिजो हामीले स्याम्पल नेपाली भन्ने युज गरेको छ हिजो हामीले नेपालीको अक्षर कसरी मिलाउनु पर्छ त्यसको बारेमा सिकेको छ आजको चाहिँ रिटेन बाई जेरी एसे भन्ने त्यो चाहिँ थिच्नु होला ओके त्यसको पछि ओपन गर्नु होला ओपन गरिसकेपछि यसले यस्तो देखाउँछ देखाइसकेपछि यहाँ थिच्नु होला साइडमा छ नि यो यसमा थिच्नु होला थिच्ने बित्तिकै रिलिज गर्ने बित्तिकै उनीहरूले अटोमेटिकली यो सबै बक्स बनाएको छ यो कसरी अटोमेटिक आयो हिजो हामीले सिकेको छ यदि भिडियो हेरेको छैन भने हेरिदिनु होला माथि म आई बटनमा राखिदिन्छु अनि त्यसो हेरिदिनु होला एनिवे न अब क्यारेक्टर स्टाइल अहिले एकछिनको लागि काम नभएको राइट एकछिन राखिदिनु हाम्रो मेन के हो प्याराग्राफ स्टाइल चाहिँ छ अब यहाँ हेर्नु होला म अलिकति जुम गरिदिन्छु यसलाई चाहिँ के भन्छ भने हामीले एउटा प्याराग्राफ स्टाइल युज गर्छ यहाँदेखि लिएर यहाँसम्म एउटा प्याराग्राफ हुन्छ खास गरी यहाँदेखि लिएर यहाँसम्म एउटा प्याराग्राफ हुन्छ अब यस्तो जान्नुहोस् कि प्याराग्राफ स्टाइलको भित्र एउटा प्याराग्राफ स्टाइलको भित्र क्यारेक्टर स्टाइल 10 20 30 वटा आउनै पाउँछ तर एउटा क्यारेक्टर स्टाइलको भित्र प्याराग्राफ स्टाइल 10 20 वटा आउनु पाउँदैन त्यो हो त ओके अब म यहाँ देखाउँछु त अब जस्तो कि मैले यो चाहिँ मैले छान्यो छानिसकेपछि अब यसमा चाहिँ काम के हुन्छ प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल बनायो भने के फाइदा हुन्छ नबनायो भने के अब लस हुन्छ भन्छ राइट फाइदा के हो भने अब यहाँमा मैले क्यारेक्टर स्टाइल एउटा छान्यो एउटा फोन्ट साइज बनायो एउटा फोन्ट सेलेक्ट गर्यो पछि त्यो फेरि युज गर्ने पर्यो भने नेक्स्टको लागि यसमा अन्डर द रेन भनेको छ नि त्यसमा युज गर्ने पर्यो भने हामीले त्यही अब प्याराग्राफ स्टाइल मात्र थिच्नु पर्यो भने थिच्यो भने चल्छ अब म देखाउँछु त म यो सबै छान्यो पहिला बिचमा राख्छु यो अक्षर फोन्ट साइज 21 जति बनाउँछु राइट 21 जति बनाइदिन्छु अनि त्यसको पछि फोन्ट चाहिँ के चाहियो भने मलाई टाइम्स न्यू रोमन चाहियो ओके यो चाहिँ अलिकति बोल्डमा चाहियो अलिक मोटा जस्तो चाहियो राइट त्यतिसम्म अनि अन्डरलाइन गरिदिन्छु भयो है यतिसम्म भइसकेपछि एउटा यहाँमा साइडमा देख्छ यहाँ देख्नुहुन्छ यो बटन एउटा छ त्यसमा थिच्नु होला यसले चाहिँ के गर्छ एउटा न्यू स्टाइल बनाउँछ अब हामीले यो छानेर राख्नुपर्छ त पहिला छानिसकेपछि यसमा थिच्नु होला अब यहाँमा के गर्छ हामीले हेडिङ भनेर लेख्नु होला यो अब डबल क्लिक गर्नु यसमा डबल क्लिक गर्ने बित्तिकै यो आउँछ आइसकेपछि यसमा हेडिङ HEA हेडिङ भन्ने लेख्नु होला ओके भयो यसको काम एउटा भयो ओके अब त्यसको पछि बडी बनाउनु पर्छ हाम्रो बडी बनाउनु बेला सबै छान्नु होला जस्टिफाई भन्ने एउटा आउँछ त्यसमा थिच्नु होला त्यो थिचिसकेपछि हामीलाई के चाहियो यसको फोन्ट चाहिँ 13 राख्छु राइट फोन्ट साइज भयो अब फोन्ट चाहिँ के चाहियो भने हामीलाई अब जस्तो कि यहाँ अर्को लिन्छु होइन अर्को लिन्छु किनकि एउटा मात्र युज गरेर राम्रो देख्दैन राइट एरएल भनेको युज गर्छु एरएल भनेर राखिदिन्छु ओके अब यहाँमा के गर्छु यसमा यहाँ फेरि प्याराग्राफ स्टाइल यो सबै छानेर प्याराग्राफ स्टाइल एउटा बनाउनु होला डबल क्लिक गर्ने यसमा के लेख्ने बडी भनेर अब यो फाइल चाहिँ पछि डाउनलोड गरेर आफै त्यो गर्न पाउँछ बडी भन्ने लेखिदिनु होला ओके भयो अब यहाँ यसको चाहिँ सब हेडिङ हो नि राइट सब हेडिङलाई हामीले बिचमा राख्छु अनि यसमा फोन्ट चाहिँ धेरै नबढाउनु 16 जति राखिदिनु यो यस्तो राखिदिने है त्यसको पछि यो फोन्ट चाहिँ फोन्टको साइज भयो फोन्ट चाहिँ हामीलाई टाइम्स न्यू रोमन राखिदिनु होला 13 ठिकै छ अब यहाँमा फेरि एउटा थिच्नु होला म यहाँ डबल क्लिक गरिदिन्छु होला सबैलाई डबल क्लिक गर्ने दुईचोटि थिच्ने सब हेड भन्ने लेखिदिन्छु है ओके अब यहाँ हेऱ्यो म्याजिक हेऱ्यो अब जस्तो कि मैले यो चाहिँ के हो हाम्रो बडी हो यो चाहिँ टपिक एउटा हो यो चाहिँ एउटा बडी हो राइट त्यसको लागि अब हामीले बडी थिचेर फेरि यहाँमा गएर या बिचमा बनाउने या फोन्ट चेन्ज गर्ने त्यो गर्यो भन्दा सिधा गएर हामी यहाँमा प्याराग्राफ स्टाइलमा बडी भन्ने थिच्यो भने अटोमेटिकली सबै बनाइदिन्छ त्यो हो कमाल यसको अब मनी पावर मैले यहाँमा लेखेको छ एउटा हो त्यसमा थिच्ने यो के हो हाम्रो सब हेडिङ हो नि सब हेडिङमा थिच्नु अटोमेटिकली आफै जान्छ त्यस्तो गरेर
यहाँसम्म राख्छु है। यहाँ बडी भन्ने एउटा थिच्नु सिधै यसो अब के कारणले हामीलाई यस्तो गर्छन् हैन, कहिले न यो बडी टेक्स्ट चाहिँ अलिकति सानो बनाउनु पर्यो कि त यो चाहिँ अलिकति ठुलो बनाउनु पर्यो, त्यस्तो पनि समस्या आउन सक्छ हैन। त्यसको लागि कोहीले के गर्छ, यो छानेर अनि यहाँ बडी के भन्छ टेक्स्ट चाहिँ फोन्ट साइज सानो गर्ने, फोन्ट चाहिँ चेन्ज गर्ने त्यो गर्छ राइट। त्यो गर्यो भन्दा यो फर्स्टमा अब मैले यहाँमा गर्यो अनि त्यसको पछि यहाँ जाने मैले पावरमा यहाँ यसमा गर्ने, त्यो दुईचोटि काम भयो। यो दुईचोटि काम चाहिँ एकचोटिमा गर्नेको लागि के गर्छ हामीले, अब नर्मली हामीले बडीमा जान्छौँ राइट। सो बडीमा गएर यहाँ बडी चाहिँ म अलिकति साइज अलिकति कम गर्ने मन छ, यो बडीमा दुईचोटि थिच्नु, डबल क्लिक गर्नु। डबल क्लिक गर्ने बित्तिकै हामीले यस्तो इन्टरफेस एउटा आउँछ, अघि देख्यो होला बडी भन्ने देख्यो होला। अब बेसिक क्यारेक्टर फर्मेटमा जानु होला, बेसिक क्यारेक्टर फर्मेटमा थिच्नु। त्यसमा थिचिसकेपछि हाम्रो यहाँ प्रिभ्यू भन्ने एउटा छ नि, प्रिभ्यू चाहिँ अफ गरेर दिनु होला अहिलेको लागि। म प्रिभ्यू चाहिँ अहिले साइडमा देखाउन सक्छ भने देखाउँछु, अघि देखाउन सक्दो रहेछ यहाँ देखा हेरे। ओके, अब म फोन्ट साइज चाहिँ मलाई 13 भएन, अब 12 राख्छु अटोमेटिकली। मुनि पनि हामीले फोन्ट त्यो प्याराग्राफ स्टाइल एउटा दिएको थियो नि, त्यो दुईटालाई एप्लाई गरिदिन्छ। अब यस्तो जस्तो हामीलाई काफी फुल एउटा बुकलेट जस्तो छ भने त्यो सबैले जुन यो बडीको स्टाइल दिएको छ सबैले चेन्जेस हुन्छ भयो नि। अब मलाई फोन्ट चाहिँ यो एरल भएन, मलाई अलिकति अर्कै चाहियो मलाई, जस्तो कि अब यहाँमा यो उदाहरणको तौरमा हो त यहाँ। ओके 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 मुनि गएर हाम्रो यो थिच्छु, यो पनि चेन्ज भयो, मुनि पनि चेन्ज हुन्छ, सबै चेन्ज भइसक्यो। अब आइटेलिक रहेछ, आइटेलिक भएन मलाई, आइटेलिकै राखेर यसमा अर्को छैन रहेछ राइट। ओके, अब त्यसको पछि ओके थिच्नु होला। ओके थिच्यो भने सबै चेन्ज भइसक्यो। जुनले यो प्याराग्राफ बडीको प्याराग्राफ स्टाइल लिएको छ त्यो सबै चेन्ज हुन्छ, त्यो फाइदा हो। अब जस्तो कि अब मलाई यहाँमा यो सब टपिक चाहिँ यो सब हेडिङ चाहिँ मलाई अलिकति मन परेन, अलिकति मोटा बनाउनु पऱ्यो, अलिकति लम्बु बनाउनु पऱ्यो, अलिकति के आफ्नो के एउटा हुन्छ नि होइन। त्यसमा दुईचोटि थिच्ने, सब हेडिङमा सेम टु सेम हो, अघि जाने तरिका सेम टु सेम हो, सब हेडिङ बेसिक क्यारेक्टर फर्मेट। अब यसमा हेर्ने पाउँछ भने यसरी हेर्ने भयो। अब यो 16 भएन, मलाई अलिकति 18 जति राख्ने भयो है, यहाँ चेन्ज भयो, देख्नुहुन्छ होला सबैले। ओके, त्यसको पछि मलाई यो ह्यान्ड राइटिङ चाहिँ यो फोन्ट चाहिँ अलिकति चेन्ज गर्छु म, यो राम्रो लागेन मलाई भनेर एउटा हुन्छ नि होइन। अर्को के छ हामीलाई, अर्को एउटा लिन्छु होइन, तपाईँ कुन चाहिँ लिने हो भन्यो भने यो लेख। ओके, अब ओके, त्यसको पछि ओके थिच्नु होला। ओके थिच्ने बित्तिकै यो सबै एप्लाई भइसक्यो। अब यहाँ हेर्नु त, एउटा म्याजिक के हो भने मैले यसलाई मात्र चेन्जेस गरेको जस्तो देखियो नि, तर जुनले यो सब हेडिङ चाहिँ स्टाइल लिएको छ त्यो सबै चेन्ज हुन्छ। अब माथिको चाहिँ हामीले सब हेडिङ होइन, मेन हेडिङ भन्ने राइट, त्यो भएर छुट्यायो यसरी आउँछ। ओके, अब मुनिको चाहिँ मैले बनाएको थिएन, अब म यो बनाउने मन छ भने हु एम आई भनेको चाहिँ मैले यहाँ सबै पहिला छान्यो। यो चाहिँ के हो, सब हेडिङमा थिच्नु, अटोमेटिकली जेनेरेट हुन्छ यो। त्यसको पछि यो सबै के हो, हाम्रो बडी टेक्स्ट हो, त्यो भएर बडी टेक्स्टमा सबैमा थिच्नु होला। बडी टेक्स्ट यहाँसम्म रहेछ, यहाँसम्म थिचेर बडी भनेर थिच्नु, सबै अटोमेटिकली हुन्छ। अब यस्तो नगर्नु होला हजुरहरूले, यहाँमा थिचेर अर्को योमा नथिच्नु, अर्कोमा थिच्यो भने के हुन्छ, चेन्जेस हुन्छ सबैमा राइट। सो त्यस्तो नगर्नु होला भनेको। ओके, अब अर्कोहरू चाहिँ हजुरहरूलाई यो एक्सर्साइज जस्तो हो, हजुरहरू अभ्यास गर्नु होला। यो चाहिँ स्टाइल जुन दिने मन छ, अब मैले स्टाइल बनाएको दिने मन छ भने दिनु होला, नत्र आफै एउटा नयाँ बनाउनु होला यहाँबाट। ओके ओके, यो प्याराग्राफ स्टाइलको कुरा भयो। अब क्यारेक्टर स्टाइल भने के हो, क्यारेक्टर स्टाइल भने यहाँबाट लिन्छु। यो अब प्याराग्राफ स्टाइल चाहिँ अलिकति साइडमा राख्छु राइट। प्याराग्राफ स्टाइलको काम भयो एउटा फर्स्टमा राइट। अब क्यारेक्टर स्टाइल
जुन क्यारेक्टर स्टाइल भन्ने बेला हामीले यहाँमा म अलिकति जुम गरिदिन्छु है। जुन यहाँ अक्षर एउटा देख्नुहुन्छ होला डब्लु, नत्र डब्लुदेखि रिटिन भनेको यहाँसम्म, नत्र यहाँ बी भनेको बिवाई बाई भनेको योलाई चाहिँ के भन्छ क्यारेक्टर भन्छ। एउटा एउटा अक्षरलाई क्यारेक्टर युज गरेको हुन्छ, सबै सँग मिलाएको अक्षरलाई पनि क्यारेक्टर युज गर्छ। नाउ क्यारेक्टर स्टाइलको हामीलाई यो अब जस्तो कि मैले यो रिटिन भनेको चाहिँ अलिकति लम्बु बनाउनु मन छ भने यहाँबाट युज गर्छ भने हामीले अस्ति नै सिकेको छ, हिजो सिकेको छ। यदि हेरेको छैन भने मैले आई बटनमा राख्छु भनेको थियो, लम्बु बनायो राइट। ओके, अब मलाई चाहिँ यो अलिकति कलर चाहिँ चेन्ज गर्नु पर्यो राइट, येलो राख्छु भयो नि। ओके, अब म येलो चाहिँ अलि भएन, कलर अर्को लिन्छु, ब्लू डार्क ब्लू लिन्छु राइट। यो भयो। अब यो यहाँमा यो थिचिसकेपछि मैले यहाँमा के गर्छ, यसमा थिच्छ, यसमा थिचेर यहाँ म के गर्छु टोल TA टोल एन्ड ब्लू भने BLUE ब्लू भनेर राइट। यो लम्बु र के भन्छ कलर ब्लू हो भनेको राइट। अब के गरेर मलाई यहाँ डायरी भनेको चाहिँ मलाई लम्बु र अनि ब्लू कलर चाहियो भने यो थिच्ने मात्र हो, अटोमेटिक बनाउँछ। यहाँमा अन्डर द भनेको चाहिँ यो चाहिँ मैले अलिकति यो बनाउनु पर्यो, लम्बु र त्यो ब्लू कलर बनाउनु पर्यो, अटोमेटिक भयो। यसमा केही समस्या छैन। अर्को चाहिँ अब यहाँमा मैले क्यारेक्टर स्टाइल भन्ने बेला एउटा अक्षरलाई पनि जान्छ हेरे, आर भनेको चाहिँ मैले यहाँ थिच्यो योलाई आर, यो चाहिँ क्यारेक्टर स्टाइल हो। क्यारेक्टर स्टाइल के हो, प्याराग्राफ स्टाइल के हो मैले अब भनिसकेँ राइट। प्याराग्राफ स्टाइल भन्ने बेला यो सबैलाई प्याराग्राफ स्टाइल यहाँदेखि लिएर यहाँसम्मलाई एउटा प्याराग्राफ भन्ने युज गर्छ। यहाँमा दिस डे द रेन भनेदेखि यहाँ नेचुरलीसम्म एउटा प्याराग्राफ कुरा गर्छ। क्यारेक्टर स्टाइल यहाँ बिचको अक्षरहरू सबैले एउटा एउटा गर्ने भने क्यारेक्टर स्टाइल भन्छ यो बिचकोलाई चाहिँ, त्यति हो क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइलको। अब मैले भर्खर भनेको थियो नयाँ कसरी बनाउनुपर्छ यो सबै भनेपछि यो सिर्फ यो मात्र होइन। अब जस्तो मैले यहाँमा एउटा लियो राइट, जस्तो एन भनेको चाहिँ मैले यहाँमा लिएर अलिकति के गर्छु भने यसमा म रेगुलर मात्र रहेछ, फोन चेन्ज नगरौँ होइन। यो चाहिँ अलिकति लम्बु बनायो भने कस्तो हुन्छ, लम्बु 175 बनाउँछु, कलर चाहिँ अलिकति रेड दिन्छु राइट। मैले यहाँमा के गर्छु, यहाँमा फेरि नयाँ बनाउँछु, कि त सुपरस्क्रिप्ट सबस्क्रिप्ट बनायो हुन्छ। यसमा थिचेर क्यारेक्टर स्टाइल भनेर एउटा सुपर एन्ड रेड भनेर लेखिदिन्छु है। ओके, नाउ अब यहाँ हेर्नु है, अब यहाँमा मैले यो लेखेको छ। अब जस्तो कि मलाई यो टाइप भनेको चाहिँ सबैलाई मलाई सुपरस्क्रिप्ट र रेड कलर चाहियो, यहाँ भयो। अब जस्तो कि अब म दिस भने टी चाहिँ म चाहिँ अलिकति अर्को चाहियो बनाउनु भयो। यसरी हो यो क्यारेक्टर स्टाइल भन्ने बनाउने र यो के भन्छ प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइलको कुरा त्यो भयो राइट। अब हजुरहरूको यो होमवर्क भन्यो भने यो डाउनलोड गर्नु होला, यो मैले स्याम्पल दिएको छ, कि त वर्ड डाउनलोड गरेर आफैको स्क्रैचबाट बनाउनु होला, फर्स्टदेखि बनाउनु होला। अनि मैले यहाँमा लाइफ माई लाइफ के छोडेको छ, द वर्ल्ड स्याड इन्टु ह्याप्पी डे भने ह्याप्पी डे भन्ने लेखेको छ नि, त्योहरू चाहिँ हजुरहरू आफै अनि कोसिस गर्नु होला एउटा प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल। अब यसमा के हुन्छ, मैले यस्तो होइन कि मैले यो टुल्स एउटा एउटा गरेर सिकाउन नसकेको, त्यस्तो पनि होइन। त्यस्तो सिकायो भने हामीले के हुन्छ, धेरै टाइम लाग्छ होइन, टाइम पनि धेरै लाग्छ। अनि त्यसको माथि के यस्तो जानकारी एउटा नपाएको जस्तो लाग्दो रहेछ मलाई। अब मैले यस्तो कापी एउटा बनाउने सिकाउने बेला एउटा कापी बनाउने फुल कापी एउटा बनाउने सिकिसकेपछि म्याक्सिमम म कति म्याक्सिमम भन्छु होइन, यहाँमा धेरै जति टुल्स युज गरिसकेको हुन्छ ओके, धेरै जति टुल्स। अब मैले यहाँमा भिडियो बनाउनु बेला अलि लामो हुँदो रहेछ राइट, त्यो भएर अनि अब त्यसको लागि माफी चाहन्छु। पढाइको लागि त अलिकति सही नै पर्दो रहेछ होइन। ओके, सो त्यतिसम्म राख्छु। अनि केही प्रश्न छ भने भन्नु होला, अनि छैन भने सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, आफ्नो साथी दाजुभाइ जो छ त्यसलाई सेयर गरिदिनु होला ल। अनि पछि भेट्छु होला अब। ओके, धन्यवाद सबैलाई।